अब म जानु पर्यो। आज म धेरै लङ बोल्दा नि बोल्दिनँ, सो म क्यामेरा उतै गएर अब डाइरेक्ट स्टार्ट गर्छु। हजुरहरूलाई पनि कति बोर लागिसक्यो होला मेरो बक 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 सुन्दा सुन्दा। सो आज चाहिँ म बक बक नगरिकन डाइरेक्टै उता जान्छु अनि उता गएर एकैचोटि क्यामेरा अन गर्छु, के हुन्छ हजुरहरूलाई भन्छु म। फाइनली म चाहिँ कालीमाटी पनि कटेँ, अब पुग्न आँटेँ। सबैजनाको डिमान्डले लास्ट ट्राई भन्नुभयो कतिजनाले त मलाई होइन टिप्स पनि दिइराख्नु भएको थियो कति राम्रो राम्रो। त्यो टिप्सहरू पढ्दाखेरि त म आफै ब्लस गरिरहेको थिएँ कि यस्तो गर्नु न सिस उस्तो गर्नु न सिस भन्दै हुनुहुन्थ्यो है। सबैजनाले राम्रो राम्रो टिप्स दिनुभएको थियो। आज के गर्छु थाहा छैन, म गर्न चाहिँ सक्थेँ होला, तर उहाँलाई देख्ने बित्तिकै म कस्तो नर्भस हुन्छु कि अनि के गरौँ कसो गरौँ भइहाल्छु है। अनि खोइ केही भन्यो भने फेरि रिसाएर गाली गरिदिने हो कि भन्ने डर पनि छ मनमा। आफूलाई नम्बर पनि चाहिएको छ। आज त म झुट बोलेर नम्बर दिने भनेर प्लान गरिरहेको छु। मेरो आज बर्थडे हो, चक्लेट लिनु न भनेर दिनु पर्यो। अनि चक्लेट दिएपछि रिटर्न गिफ्ट चाहिँ चाहिँदैन भनेर भन्नु पर्यो। अनि के भन्छ गिफ्टमा नम्बर दिनु न हजुरको भन्छु, नम्बर नभए नि इन्स्टा आइडी दिनु न भन्छु, इन्स्टा आइडी नभए नि फेसबुक आइडी दिनु न भन्छु। त्यति भनेपछि त भइहाल्यो नि। कस्तो नर्भस हुन्छु क्या म जस खै हिम्मत गरेर त भने। आज त क्यामेरा अफ गरेर भए पनि बोल्नु पर्ला है। म एकछिन बरु कुरेर बस्छु, क्यामेरा अफ गरेर बस्छु। अनि विदाउट क्यामेरा के भयो म हजुरहरूलाई पछि इन्फर्म गर्छु नै। अनि के भन्छ क्यामेरामा अलिक साई हुनु पऱ्यो जस्तो छ, रिसाउनु भयो लजाको पनि त हुनसक्छ नि होइन, मान्छेले देख्छ यस्तो यस्तो भनेर। योपालि त रोइ कराइ भएर पनि म त कसम नम्बर लिएर आउँछु। योपालि त प्रमिस हो, प्रमिस म नम्बर नलिकन आउँदिनँ। अनि यो मेरो के भन्छ सबैजनाको लास्ट ट्राई दिनुहुन्छ होला भनेर मलाई भन्दा पनि उहाँहरूलाई पनि विश्वास रहेछ नि त, नम्बर दिनुहुन्छ। अलिकति के